एकछिन पहिला छोरीहरूलाई जाउँ अलि छोडिदिनुहोस् त प्लिज यता बाटो छोडिदिनु एकछिन पहिला छोरीहरूलाई जाउँ यहाँ माथि गएर बिस्तारै बिस्तारै बाबु घुम्नलाई ठाउँ ल यता छोड्छ आउनु न अलिक फराकिलो बस्नु तपाईँहरू अलिक पछाडि दिन्छु न अलि छोडिदिनुहोस् त प्लिज यता बाटो छोडिदिनु अलि फराकिलो बस्दिनु अलिक फराकिलो फुल यहाँ छ है तपाईँलाई फुल चढाउनु पर्छ यता आइदिनु होला फुल यहाँ छ अनौपचारिक नेपाल उहाँको अन्तिम आर्टिकल अस्ति शुक्रबार राइजिङ नेपालमा आएको छ त्यो हेरिदिनु होला जीवनको अन्तिम आर्टिकल उहाँले भोगेका सबै कुरा त्यसमा आएको छ एक्टिभिटिजहरूको त्यति राम्रो विकास भएको थिएन जसरी जतासुकै सेलिब्रिटीहरू भेटिन्छन् आजकल त्यसरी सेलिब्रिटीहरू भेटिन्न थियो त्यस्तो जमानामा पनि हाम्रा लागि उहाँ सेलिब्रिटी हुनुहुन्थ्यो हामी मौन धारणको लागि यहाँहरू सबैजनालाई नजिकै आइदिनु हुन अनुरोध गर्दछौँ अलिकति नजिक आइदिनु होला कृपया यहाँ उपस्थित हुनुभएका केही महानुभावहरूले यहाँहरू सबैको प्रतिनिधित्व गर्दै प्रतीकात्मक रूपमा आफ्ना श्रद्धाञ्जलीका शब्दहरू व्यक्त गर्नुभयो बहुत भारी मनले हामी सबै स्तब्ध भएका छौँ वास्तवमा यो शोकको घडीमा माइकल सन हरिशचन्द्रजीको आत्माको चिर शान्तिको कामना गर्दै उहाँको वैकुण्ठ वास होस् भन्ने कामना गर्दै हामी 1 मिनट मौन धारण गर्नेछौँ उहाँको परिवारजनको साथमा आफन्तहरूको साथमा र समग्र नेपाली कला चलचित्र साहित्य सङ्गीत क्षेत्रको तर्फबाट उहाँप्रति फेरि पनि भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै हामी अबको 1 मिनट मौन धारण गर्नेछौँ भगवान पशुपतिनाथ की यताबाट सिधै गाई टम्पुर बाबु यतिखेर अभिनेत्री भुवनचन्दको श्रीमानको दिवंगत भएको छ र 2 दिन भयो र आज चाहिँ दाह संस्कारको कार्यक्रम आइदेवा राखिएको छ नेपालका
कुशल समाचार वाचक पनि हुनुहुन्थ्यो, अङ्ग्रेजी समाचार वाचक। फर्स्ट